हेलो गाइस, सवारो नमस्ते सबैजनालाई। म फेरि पनि मेरो नयाँ भिडियो लिएर आइसकेको छु तपाईहरुमाझ। दसैँ आए सँगसँगै हामी पनि अब घरको सफाई गर्नुतिर लागेछौं। अब यो पर्दाहरू सबै झिकेर चाहिँ हामी धुने छौं, सरसफाई गर्ने छौं। तपाईहरु हेर्दै जानु होला। हामीले चाहिँ पर्दा सबै निकालिसकेर अब चाहिँ धुनु जानु आँटिरहेको छौं। छामा यहाँ हुनुहुन्छ, सबै निकालिसकेर हेर्नु यत्रो धेरै छ, कहिले धुइसक्ने होला। अब कपडा धुनु जाँदैछौँ, हेर्नु छामाको भारी यहाँ। अनि मेरो भारी हेर्नु यहाँ घर छ। छामा रोडमा जुङ्गा बेच्नु सेलमा आयो भन्दै, सेलमा आयो भन्दै जुङ्गा बेच्नु। पर्दाले किच्यायो छामालाई। ए लड्छ, के लड्छ? उसको भारी चाहिँ धेरै भयो। यहाँ मैले चाहिँ यति मात्रै बोकिरहेको छु नि त, त्यही भएर भारीले किच्याएको रे उसलाई। भारीले किच्यायो रे छामालाई, के गर्ने? आइपुगेर नि यहाँ राखिरहेको छु। हामी कपडा चाहिँ यहीँ धुने हो, किनभने यो वासिङ मेसिनमा अटाउँदैन, त्यही भएर हातैले धुने वहाँ छ। ओ आउ तेङ में करना में क्या आउने छिटो। मान्छे यहाँ छतमा आएर बसिरहेको छु। छामा आउँदै हुनुहुन्छ। के गर्नु, यस्तै छ हाम्रो काम। दसैँ लागिसक्यो। अब दसैँको लागि घरहरू त सरसफाइ गर्नु परिगयो है साथीहरू। छामा आइपुग्नु छामालाई लाज भयो। पर्दा भिजाएर पनि मारेर पनि यहाँ अझै यति छ है धुनु बाँकी। यति यहाँ आधी मैले पखालिसकेर है। यस्तै छ हाम्रो हालत। के गर्नु, दसैँको लागि यति मेहनत त गर्नु परिगयो। गाह्रो छ गाइस। भगवान छामा कहिले कपडा धुइसक्ने होला? स्रप हेरौँ न, पुरै धेरै लाएर यस्तो सेतो भइरहेको छ। यहाँ धुएर आधी त सक्यो, अब यति नै बाँकी छ। घाम पनि यस्तो लागेको छ नि, मलाई घाम लागेर एकछिन लुकेर बसेको। गाह्रो छ। कहिले कपडा धुइसक्यो होला? हेर्नु सक्नुहुन्छ, हामीले पर्दा धुइसकेर यसरी नअटेरै यहाँ पनि यहाँ मुनि पनि छ। एउटा तार चाहिँ त्यहाँ बाँकी नै छ, तर उयोहरू सुकाउनु बाँकी छ नि त। छामा यहाँ धुँदै हुनुहुन्छ, गर्मी लाग्यो अरे, त्यही भएर। साथीहरू यति धुँदा त मरेकै जुनी भइसक्यो, मरेकै जुनी भइसक्यो। म त मरेकै जुनी भयो साथीहरू। के गर्नु, धुनै पर्छ जिन्दगीमा होइन, कपडा त के गर्नु। नाली गाई छ। हामीले चाहिँ तना धोएर पनि सुकिसकेर पनि यसरी झुन्ड्याउँदै हुनुहुन्छ छामाले यहाँ। मैले चाहिँ यहाँ एउटा झुन्ड्याएको छु, अब अरू झुन्ड्याउनु बाँकी नै छ।